हाई शिबु के खेल्या सोफिया के गरेर तिम्रो भाइलाई के गुडाएको यो साइकल हो शिबु तिम्रो के हो यो साइकल हो बिस्तारै गुडाउनु मलाई झन् भेटाएको बिस्तारै भने भेटेपछि लडिन्छ भने बिस्तारै गुडाउ न बिस्तारै गुडा हो टर्निङ काटा Johnny, Johnny, yes papa, Johnny, Johnny, yes papa. Okay, guda, good sa. ल्याउँछ शिबु के गल्या Falling down, London is falling down, my fair lady. Falling down. बिस्तारै आइज न म लड्न आँटेसँग कस्तो कुराको होला के बिस्तारै भने तिमी हेर्नु लडे बिस्तारै कुदा नि त मा लाग्दैन ल स्पिड कुदाएको म लड्छु अहिले भयो पछाडि कलेसम्म छु म बिस्तारै कुदा न हो त्यति Johnny, Johnny, yes papa, Johnny, Johnny, yes papa. हाई गाइजहरु आजको दिन एकदम राम्रो छ त्यो खतरा पानी परेको हैन भर्खरै शिबु यहाँ साइकल खेलेर बसेको छ म यिनीलाई हेरेर बसेछु ओके बाय सी यू Yay! Guda. भीमसेन थापाले त धरहरा बनाएको अनि भुइँचालोले भत्किएपछि फेरि अहिले बनाएको बुझ्यो त्यतिखेर माटाको बनाएको थियो अब अहिले चाहिँ ढलन गरेर बलियो बनाएको छ पिल्लरबाट हाई सबु तिमी कहाँ आएको Hi Safu. Hello, I'm here. Hi Safu, तिमी फर्स्ट टाइम केबल कार चढ्न गइरहेको तिमीलाई कस्तो अनुभव भइरहेछ ढोका लाग्यो गाइस अब म पनि पहिलोचोटि जिन्दगीमा केबल कार चढ्न गइरहेको छु अब फर्स्ट एक्सपिरियन्स हो मेरो पनि हामी गोलो चक्काभित्र छिर्न आँट्यौँ छिर्यौँ Oh my goodness! हामी केबल कार चढिसक्यौँ गाइजहरु कस्तो दामी वाउ यो चाहिँ त्रिशुली रिभर हो पहिलोचोटि हामी त्रिशुली रिभरलाई क्रस गर्न गइरहेको छौँ अनि सोफिया त्रिशुली रिभर टिकटको चाहिँ लगभग कति पर्यो 1200 पर्यो 1230 रुपियाँ पर्यो छोरीको 400 ट्याक्स गरेर मेरो 600 ट्याक्स गरेर 1200 पर्यो वाउ प्लेन चढे जस्तै अनुभव हुँदो रहेछ नेपालको भ्यूहरू गाइजहरू कस्तो दामी सोफियाको पनि फर्स्ट टाइम हो
यताहरू फोटो पनि खिचिरहेको छौँ सिधा बस्छ सिधा नमस्ते गर नमस्ते यता हेर नि क्यामेरामा कस्तो प्लेन चढाएको थियो भने फाइन पनि रहेछ यहाँनिर फाइन पनि चल्छ कुटु 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 गर्दो रहेछ त्यो बेला त्यो तान्नलाई गेट नपुग्यो कि बाटोहरू पनि त्यही त मुगदिन जाने बाटो काठमाडौँ जाने बाटो यताउतिको आयो माला लाएर हाँस्नु तिमीहरू त्यो पोलमा गएर त्यो गर्छ आज हामी यत्रो दुःख गरेर यो बाटो आएको आज फाइदा भयो सिङ्गापुर जस्तै देखिन्छ त्यो साह्रै मजा आउँछ रुखका पात हेर्ने मिल्ने होइन त्यहाँ उतापट्टि बिस्तारै तानेर यो झर्ने मान्छेको र हाम्रो ब्यालेन्स मिल्नुपर्छ कि छैन बराबर घुम्छ कि सामान बोक्ने काम गर्ने मान्छेहरू हिँड्ने हो डाँडा त काँडाहरू शरीर कुनै पनि बाहिर ननिकाल्नु होला शरीरको अङ्ग ननिकाल्नु होला र बाहिर गयो कस्तो अनु भइरहेको छ त्यो बल्ल बल्ल कति गाह्रो भएको छ है सबै त्यसलाई तान्नु कति गाह्रो भएको छ कि बल्ल बल्ल उकालो गल्लुङ 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 पजाको माथिसम्म छ भने कम छ अघि मैले कत्रो झरना देखाएको थिएँ बाटोमा मैले तपाईँलाई बोलाएको तपाईँलाई सुन्नु भएन ल खोलामा सुबेदार आयो भन के छ के गरेर बस्छ हो कसको हो यहाँ तलतिर घर हेर न समय घर छ नि त
पुरै यो सम्मसम्म पुरै उता जाने हो नि सबै हामी अब यही बाटैबाट उता जाने उतापट्टि त्यो बुढी गर्न कि यता बगेर आएको र हाई सोफिया अब हामी मनोकामनाबाट चाहिँ तलतिर झर्दैछौँ गाईहरू ओके अब हामी तल जाँदैछौँ अब ढोका बिस्तारै लाग्दैछ अटोमेटिक आफै लाग्ने रहेछ अब हामी आएर तलतिर जान्छौँ गाईहरू यस्तो माथिबाट घुमेर कुन ढोका नगर बस हामी जोइन भयौँ तारमा गाईहरू गयौँ हामी तलतिर गाडी लाग्छ गाईहरू बिस्तारै जान्छ सही मजा आउने रहेछ रोटोपिङ खेले जस्तो गाडी लाग्ने चाहिँ होइन रहेछ बिस्तारै जानु सही मजा आउने मेरो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो यो केबुल कारको सोफियाको नि जिन्दगीमा फर्स्ट टाइम प्लेन चढ्यो के चढ्यो सबै चढ्यो पहिला सबै कुरा चढ्यो यो केबुल कार चाहिँ फर्स्ट टाइम चढ्दैछौँ हामी अब यस्तोमा यो घाटाटट्ट गर्छ गाईहरू हेर्नु त घाटाटट्ट गर्छ फेरि त्यहाँ बसेर लक आफै लाग्ने रहेछ के त्यसमा त्यहाँको आफ्नै समाउने रहेछ कि त्यो जाँदैन आएछ एकछिन भिडियो खिच्दैमा मोबाइल तातेर झरो हुन्छ तर तलतिर चाँडै झर्ने है सोफिया माथितिर पनि तलतिर झर्दै मजा आउँछ घाम भयो सिसामा नथ है यता आएर घाम डह्रो लागेछ मेरो चाहिँ प्लेन ल्यान्ड गर्ने बेला जस्तो कान टालिन थालिसक्यो किनभने तलतिर झर्याबाट कान टप्प हुनु लागिसक्यो अब हाम्रो सर वनको बिचमा हेर नि त्यहाँबाट घर बनाएको भक्कै घर बनाएको घाम डह्रो झर्दिनुहोस् कहाँ छ घर त्यही हो एउटा घर भनेको त अब रातभरि लाग्छ आज हामी मनोकामना दर्शन गरेर चाहिँ केबुल कारमा सरर आउँदैछौँ कुरिन्टारेमा भन्ने केबुल कार उयो जन सानैबाटदेखि सुनेको हो अहिले फर्स्ट टाइम अमेरिकाबाट आएछन् सोफिया र म केबुल कारमा सरर बाइकमा चाहिँ हामी काठमाडौँमा एक दिन बसेर अहिले हामी चाहिँ यो कुरिन्टारमा आएर केबुल कार चढेछौँ अब यहाँ हामी सिधै पोखरा जान्छौँ पोखरा एक दुई दिन घुमेर हामी घर फर्किन्छौँ त्यसपछि हामी दसैँ रमाइलोसँग मनाउनेछौँ धन्यवाद नमस्ते आज म बाबासँग केबुल कार चढ्न आएका छौँ हामी अस्ति बिहान आएको थियो हिजो बस्यौँ होइन हिजो आएको थियो हिजो बस्यौँ अनि आज हामी 5 बजी उठेर आएको त कोही पनि थिएन होटेल अनि त्यसरी हर्न बजाउँदा बल्ल एउटा मान्छे उठ्यो उठेर फेरि गेट खोलिदियो अनि पैसा दियौँ अनि गयौँ खानासाना खायौँ निस्क्यौँ चिया खायौँ अनि त्यसपछि हामी काठमाडौँबाट निस्क्यौँ अनि त्यहाँ बस्दै आयौँ मलाई अब केही त्यस्तो चाहिँ नभन्न अब हामी यहाँ पोखरा जान्छौँ रमाइलो गर्छौँ इन्जोय गर्छौँ तपाईँहरूलाई नि यहीँ आउन मन छ भने आउनु होला हाई सुफु के छ खबर ठिक छ हाई 28 हाम्रो नम्बर कति
घाम सक्यो के हो चढा बस सुपर बस सुपर बस है क्या यस्तै बिस्तारै गएपछि के रिङ्गो लाग्नु नि अब यो एकछिन झर्नेको लगाइहाल्नु नि झ्याल यो सबै सिसा खोलाउने मान्छे खप्छ अनि के हुन्छ बाबालाई अब 3-4 दिनलाई मजाले भिडियो हाल्नु पाइयो नि त्यो युट्युब बनाउनु भएको यस्तो खिच्यो हाई बाबा भन्नु तपाईँको इन्ट्रोडक्सन अब उता घुमाउनु बिस्तारै बिस्तारै त्यता घुमाउ अनि बिस्तारै यता लिएर वा त्यसरी जान पाएको कस्तो शीतल हुन्छ होला है क्यामेरा नहल्ला है अब बिस्तारै यता ल्याऊ अनि मलाई देखाएर अनि इन्ड गर नबोलिकन ल्याउ न अब चाहिँ त्यसुली बगेर मस्याङ्दीमा झरेछ तिम्रो माया लौ मलाई त्यसुली बगेर मस्याङ्दीमा झरेछ तिम्रो माया लौ मलाई रक्सी झै चढेछ राफ्टिङ बनाउने बारुली कम्मर हेर न कसरी होला बारुली कम्मर हेर न कसरी होला Oh my goodness. Wow. हेलो गाइस आज हामी पोखरा जाँदैछौँ बाटो त यस्तो खतरा छ कि हेर्नु त राम्रोसँग भिडियो बनाउला 2 मिनटको बनाउला 2 मिनट मोबाइल चलाउला नि फेरि सिधा राखेर फस्दैन बाटो अगाडि पनि कस्तो राम्रो तर त्यो काठमाडौँ पनि राम्रो थियो अनि हामी यो भक्तपुर साइडपट्टि आएपछि त यस्तो खतरा आएपछि पर्यो कि अब यहीँ पोखरासम्म यस्तै बाटो
रोकेर बना रोक्दिनँ बिस्तारै चलाउँछु ल हजुर बिस्तारै तातो पानी छ कि पोलियो हो कि अलि फटाट होइन अलि चाँडो होइन न अगाडि न अलि अगाडिबाट त mana kasta fatara कपडा हेर्ने के यस्तो नगरी त्यहाँ भयो चल्छ कि हाल्छ नै सबै लोग यो त केबल कार पनि हालेको कता सुबह पानी यो केबल कार पनि हालेको सुबह पानी यो मैले आफू सोधेँ छैन नेपाल की जय
बाबु यता हेर चस्मा कहाँ राखेर लगाउनु चस्मा तिमीलाई चाहिँ त्यहाँ चोपाल्नु ल बस है चौपाल्नु भन्छ म डुबेर मर्नु मर्नु यो भाइ त हाम्रो भाइ जसरी झैसो बे जे देख्यो नि हाम्रो भाइ त उहाँ झ्याल खोलेर फालिदिन्छ कतिको छन् बाबु 2 वर्षको नलेर आएको सानो भएको हाम्रो 2 वर्ष पुग्नु लाग्यो यतै छ म चाहिँ सम्झना आएको यस्तो बियो गर्छ नि ल्याउनै हुँदैन जे नि फाल्नु दिदीको चस्मा चाहिँ नखाइदिनु भाइ खालेको कुरो पछि गएर बटुलेर ल्याउँछ मेरो गागर अब न भेरी भन हाई भन ra đó
छोरी भेटेपछि त्यो बाबाले टिका लगाइदिए अब यो भइसक्यो उडाउनु पर्यो मैले खिचिसकेँ ला न मान्छे त राम्रै हो अलि काली हो बिहे गरे होला भन्दै अलि काली भएर पहिला खोजेर अनि हुन्छ हुँदैन भनेर के गरे नराम्रो भन्ने पाइयो यता राख्यौ बाउ मन्त्री गएर ओइ ल तेरो बिहे भयो भने बाबा यहाँ न त्यहाँ या बाबा शिरमा मन पर्छ ल कहिले साडी लाउनु मलाई पोर पोर लाग्यो कति अप्ठ्यारो भयो बस राम्रै अलि फेरि खोलेर हिँड्नु मिल्छ अनि भाइ जाने आशा लागेको ज्यामिल कोट जानु पर्ने अब पानी पर्दैन आयु ओम भद्रकाली कपालिनी दुर्गा देवी ए मोबाइलमा हेर रे ए छोरी मोबाइलमा हेर ल यसले आटे काम लाइन त लाइन म त बोकेर सबै मलाई आटेको हो पात्र पैसा भन्छ यसले पात्र पैसा नानी सुपारी हाल्नु मुख अनि हामीलाई लाउने हो त कान्छी दिदीले के भन्छ त तपाईँले चाहिँ किन लगाइदिएर कि बुइनी हो के त्यही भएर मेरो अनि बहिनी अनि भनिराखेको छु त बहिनी तिमीले हाम्रो टिका लगाइदिनु त छोरी भएर के कान्छी दिदीले लाउने हो नि के कान्छी सङ्गीता दिदीले लाउँछ तिमीहरूको भित्र आउनु नि दिदी तिमीहरू छोरी भएर कसलाई सुप्रियाहरूलाई लाउनु परिहाल्यो नि बुढो फुपु नि त